हाम्रो मुद्दा भनेको नि गोर्खाल्यान्ड हो। युटी फ्युटी ब्युटी सिक्स सिड्युल केही जान्दिनँ म। अहिले पनि मधेसमा गयो भने नि नेपाल से आया हे, नर्थ इस्ट का आसाम का हे भन्छ। गोर्खाल्यान्ड भयो भने नि तिनीहरूको खोपडीमा पोस्छ एउटा गोर्खाल्यान्ड भन्ने पनि राज्य रहेछ भनेर। लो सबै दाजुभाइहरूलाई नमस्ते चाहिँ जागिहाल्नुपर्छ है। फलाम थातेको बेलामा चाहिँ नि हम्बर हिकायो भने नि खुकुरीको आकार दिनु सक्छ, भाला चुप्पी जे कम दिनु सक्छ। सेलेपछि चाहिँ आकार दिनु सक्दैन नि। अब चाहिँ हामी सानो सानो कुरोको लागि सोहिलेत पाए भनेर चाहिँ नभागौँ। हाम्रो मान्छेहरूले कति ज्यानको आहुति दिएको छ। तेलङ्गानाको आर्मी छ, छत्तिसगढको आर्मी छ, गोर्खा रेजिमेन्ट त छ त। हाम्रो गोर्खाहरूले देशको लागि कति चाहिँ खुन बगाएको छ। यही बेला हो साथीभाइ हामी एकजुट भएर नि गोर्खाल्यान्डको मुद्दालाई चाहिँ नि मेटाउनु दिनु हुँदैन नि।